नेपालको झलको मेरो चिन्ता छ त कतरङ गरेर हाम्रो पछाडि नि गाडी रहेछ एउटा मान्छे त हुँदो रहेछ नि के छ अर्कै हो के मैले हेरेको यही यत्रो आइसकेको रहेछ नि हैन त्यो अघिको गाडी त्यहाँ रहेछ उही हो नि 28 रुपैयाँ यत्र आइसकेको रहेछ नि छैन भने खालकोमा अहिले हाम्रो चाहिँ माउन्ट तारुमाईको चाहिँ यात्रा सुरु भयो नि त अब सुरुमै भालुदेखि सावधान भनेर लेखेछ Mountain Inua. जयसभा हुनुहुन्छ कुहिरोले छाया बाहेक अरू केही देखेन यहीँ नजिक हेर्दा नि यसलाई चाहिँ नागबेली झार भन्छ यसलाई जापानमा आज पहिलो पटक नागबेली झार देखियो बुकी फुल जस्तो नि देखियो लालीगुराँस उम्रन नसकेको लालीगुराँस हजुर यो यसले उम्रनको लागि चाहिँ यो भोल्क्यानो गएको ठाउँमा कष्ट गर्दैछ बिचरा सङ्घर्ष सबैलाई छ यता नि हिँड्न सङ्घर्ष छ कस्तो बुकी फुल जस्तो रहेछ यो हामी जाने यता कि कता ल फोटो खिच्न रेडी हेर्नु त फाइनली पुग्यो उतासम्म के छ कि म हेरेर आउँछु है 1022 मिटर मात्र रहेछ भ्यू देखेन है भ्यू चाहिँ देखेन हाउजी खाइयो त्यही त
चाहिँ हेभनमा जान लाग्यो जस्तो देखियो त हेभनमा जिन्जर चाहिँ सानो त नि जान मिल्ने भित्र जापानको मन्दिर मेरो हालत चाहिँ यस्तो भइरहेछ मन्दिर चाहिँ सानो है अहिले उडाउँछ भनेर अघिको जस्तो दर्शन गर्नु त फेरि न एकचोटि यता हाई भनिदिउँ न त हेलो हाई हामी सबैजना सँगै हेलो रमाइलो गर्दैछौँ मौसमले साथ दिएन तर कस्तो रमाइलो देखियो कि अब हामी खाजा खाने तयारी के रहेछ सरप्राइज ओ पुरा टिफिन नै हाम्रो ज्वाइँ सबले पुरा तयारी गरेर आउनुभयो पिरो निस्कियो मेरो लागि स्पेसल छ ओ चना अन्डा गुड आइडिया ए अचार नि रहेछ आज आलुको आलु जिरा हामी चाहिँ खाजा खाने तयारी गाइज खाजा खाने भयो नि त है डाँडामा बसेर के याम अरे तारुमाई याममा बसेर स्पेसल चना आलु अन्डा ब्रेकफास्ट होइन दिल गार्डन है ए कहाँ ए वहाँ लिएरै जानु हो क्या तातो पानी बोकेर गएको अनि यहाँबाट घोलेर अनि घोलेर खाँदै बसेको चिसो भएको तर यहाँ पनि कस्तो मिस होला जस्तो भएको कि कफी चिया कफी त यहाँ त जानी पाइन्छ नि त भने लैजाउँ भनेको थियो कफी त जापानमा त्यहाँ उसमा किन्न पाइन्छ नि त भनेर मैले नलैजाउँ भनेको मेरो आइडिया
यहाँ ल्याएर चाहिँ ब्याग खुर्सानी थप्नु मेरो चाहिँ अलि पछाडि बस्नु मैले मिल्छ नि यतापट्टि फर्केर ए अन्डा मत बनाउँछु पहनु भएन पहिला चियर्स खानै पाउनु भएन खाँदै गर्नु न लास्टमा चिज गरौँला अलिअलि बिस्तारै खाँदै गर्नु अन्डै नछोडे जस्तो हो है नभन्दै तातै छ नि अन्डा त है रातो जुत्ता देखाउनु पऱ्यो सनराइज सनराइज तर रमाइलो हुन्छ नि यस्तो हुँदाखेरि पनि त्यो सोचेको भन्दा डिफ्रेन्ट भइदियो नि ल है त सुरु हरियो चेस चेस ए मैले त उम्दै छु रहेछ गाइस कुचेर छोडाको मेरो किन नछोडेको हो त ल त छोडाइदियो ल त मैले त चेसै गर्नु पाइनँ काट्यो क्या मेरो चम्चा नै छैन हेर त रेणुदासमा चेस हार्नु पऱ्यो खोइ त नानी तिम्रो चस्मा ए चम्चा टम्सिली ल ल एकैचोटि गरौँ न सबैजना यहाँ बस्छौ कि यहाँ अगाडि हजुर आउनु भएन यसलाई यहाँ बस्छ न यहाँ घडाइसमा राख्छु यो पनि कस्तो भइरहेछ कफी ठिक होला भनेर सोचेँ नत्र कफी चाहिँ सोचिरहेको थिएँ मैले चियासम्म चाहिँ यस्तो ठाउँमा पनि एउटा केही पनि नआयो क्या है मलाई अचम्म तर यही रमाइलो हो नि मैले यहाँ बसेर हाम्रो चाहिँ यो गुड लक झार भन्ने सुन्नमा आइयो त्यही भएर अब हामीले यसलाई चाहिँ लिएर जाने तयारी गर्दैन कति लामो हुँदैन नि तोरण जस्तै मैनल राख्नुभयो यहाँसम्म त त्यो त ज्वाइँ चाहिँ कति लामो टिप्नु एउटै हो पुरा बाहिर भित्रसम्म जान एउटा चिज गर्ने मान्छे थियो मान्छे लिनु चाहिँ सब सीमा चाहिँ तपाईँको सोध्नु न के मासु हो नि क्याम्पिङ भाइब्स चियर्स गरौँ न त चियर्स चिनी कम हुनु पनि तपाईँले चियर्स फ्रीमा केक पनि खान पायौँ केक सर्भिस केक सर्भिस आइरनी मान्छे भएर पाइयो तपाईँहरू यो त उसो यो त हामी गइरहने ठाउँ चाहिँ छ नि त यहाँ चाहिँ चुरी चुरी गर्न जान्छ ए त्यो ठाउँ हो हामीले अब गाडीमै चटपट रेडी बनाएर खाँदैछौँ माउन्ट एनिमाको तल बसेर होइन यो चाहिँ हामीले एउटा पहाड उक्लिएर अब अर्को पहाड अर्को हप्ता उक्लिने नै ठाउँ हेर्न आएको हामीले अनि त्यही ठाउँमा चटपट बनाएर खाइयो